हे गाइज वेलकम ब्याक टु माई च्यानल। म राघवेन्द्र सिंह र फेरि पनि तपाईँहरूको लागि एउटा नयाँ भिडियो लिएर आएको छु। र आजको भिडियो चाहिँ के को लागि हो भन्दा आजको भिडियो चाहिँ म पब्लिकमा बनाउने ट्राई गर्दैछु होइन। तपाईँहरू हेर्न सक्नुहुन्छ यहाँनिर चाहिँ मान्छेहरू छ है। अब धेरै मान्छेहरू त छैन होइन, त्यही पनि चाहिँ भनौँ न पब्लिकमा चाहिँ बनाउन म ट्राई गर्दैछु। अब कस्तो बन्छ त्यो चाहिँ थाहा छैन, अब के चाहिँ रियाक्सन गर्छ होइन यिनीहरूले मैले भिडियो बनाउँदै गर्दा होइन, त्यो त अब मलाई थाहा छैन। सो हेरौँ होइन। अहिले चाहिँ म काममा जानु लागेको, सो काममा जाऊँ र हिजोको जस्तो आइसकेको छु ट्रेन स्टेसनमा। र यहाँबाट चाहिँ पैसा पे गरेर बल्ल निस्किने हो। हिजो मैले तपाईँहरूलाई देखाएको थियो होइन, यहाँनिरको चाहिँ ढोका बन्द हुन्छ भनेर। सो आज चाहिँ बन्द छ। आइम मेकिङ भिडियो। ओके नो प्रब्लम। सो म चाहिँ यहाँ भिडियो बनाउँदैछु होइन। अनि यसले चाहिँ मलाई भन्दैछ होइन लाइक तेरो फ्ल्यास चाहिँ अन छ भनेर। सो हिजोको जस्तो यो चाहिँ कार्ड मैले ट्याप गरेपछि यो ढोका चाहिँ खुल्ने हो होइन। र अर्को उतापट्टि जाँदा पनि के हुन्छ भन्दा यसरी नै ढोका हुन्छ, त्यहाँबाट चाहिँ ट्याप गरेर भने चाहिँ ढोका चाहिँ खुल्छ। सो आजको भिडियोमा चाहिँ यस्तै कुराहरू छ। र या आई नो, सो ड्राइभर इज नो हियर नो बस। सो यसले चाहिँ मलाई चाहिँ अहिले फ्ल्यास लाइट बन्द गर भनेर चाहिँ भन्दै थियो होइन स्टेसनमा। किन भन्दा चाहिँ ड्राइभरहरू कन्फ्युज हुन्छ है भनेर चाहिँ यो एउटा मान्छेले चाहिँ मलाई के भन्यो भन्दा कि फ्ल्यास लाइट अफ गर भनेर। सो मैले चाहिँ अहिले फ्ल्यास लाइट अफ गरिसकेँ। र यताबाट एउटा ट्रेन स्टेसन भर्खर आयो होइन। सो त्यहाँ ट्रेन स्टेसनबाट चाहिँ अब थुप्रै मान्छेहरू चाहिँ झरिसकेको छ। र हामी जाने भनेको यो ट्रेनमा होइन, यो चाहिँ एलिजाबेथ लाइन यसलाई भन्छ है। र यहाँबाट म काममा जानको लागि चाहिँ मेरो जे होस् 240 समथिङ कति खर्च हुन्छ होइन। त्यो भनेको चाहिँ यो जोन 2 टु जोन 4 मा जानको लागि हो। र मलाई थाहा छैन होइन, मान्छेहरूले चाहिँ मलाई हेरेर के भन्दैछ होला होइन। तर म चाहिँ पब्लिकमा भिडियो बनाउन ट्राई गर्दैछु। सो आजको भिडियोको चाहिँ मेन कुरा भनेको यही हो होइन। म चाहिँ जहाँ जहाँ धेरै पब्लिकहरू हेर्छु होइन त्यहाँ गएर चाहिँ भिडियोहरू बनाउँछु। सो हेरौँ कस्तो रियाक्सनहरू आउँछ। सो यो ट्रेनमा चाहिँ हामी चढ्ने बेला भइसकेको छ। किन भन्दा अब यो ट्रेन निस्किन्छ यहाँबाट होइन, ठ्याक्कै 36 छ होइन। त्यो भनेको 5:36 अनि यहाँबाट ठ्याक्कै 10 मिनट लाग्छ मलाई काममा पुग्न। सो काममा पुगौँ अनि त्यसपछि चाहिँ अब अरू कुरा यस्तै हो होइन। यो ट्रेनहरू भनेको यस्तै हुन्छ, यतापट्टि चाहिँ 2 साइड बस्ने हुन्छ सिटहरू होइन। यता 3-3 जना बस्ने र यहाँ 4-4 जना बस्ने होइन। अब यसमा चाहिँ के हुन्छ भन्दा ग्रुपहरू आयो भने 4 जनाको ग्रुप, यहाँ चाहिँ 3-3 जना 6 जनाको ग्रुप बस्नलाई चाहिँ एकदम इजी हुन्छ होइन। सो यो भनेको चाहिँ ट्रेन एलिजाबेथ लाइन हो होइन, लन्डनको चाहिँ भनौँ न एउटा सफा ट्रेन हेर्नु है। यहाँनिर चाहिँ मस्त नर्मल यस्तै हो सिटहरू यहाँको होइन, ताकि यहाँ उभिनलाई पनि मान्छेलाई होस् भन्ने हिसाबमा चाहिँ यहाँको ट्रेन स्टेसनहरू यस्तो हुन्छ। र अरू कुरा भनेको त्यस्तै हो होइन। अब खोइ यहाँ मान्छेले अघि भनिहाल्यो होइन भिडियो नबना भनेर, त्यसमा पनि फ्ल्यास लाइट अफ गरेर बना भनेर। त्यही भएर चाहिँ अलिकति होइन अब सुरुदेखि कसैले भनिदिन्छ होइन नबनायो भने चाहिँ कस्तो कस्तो लाग्छ। सो यो चाहिँ एलिजाबेथ लाइन भयो होइन। र यसमा चाहिँ यसरी नै भनौँ न ट्राभल हुन्छ। सो अहिले जाऊँ, अरू कुराहरू म पछि भन्छु यो ट्रेनको बारेमा। सो यो ट्रेन चाहिँ अहिले निस्किसक्यो। सो अब लेट्स गो। सो गाइज म चाहिँ यहाँ क्यानरी वफ आइपुगेँ। र क्यानरी वफ आउन चाहिँ मेरो घरबाट जम्मा लगभग भनौँ न 10 मिनट लाग्दो रहेछ। सो यो 10 मिनट लागेर चाहिँ म यहाँ आइपुगेँ। र ठ्याक्कै अघि चाहिँ के भएको थियो भन्दा होइन, मलाई चाहिँ एकजनाले के भन्दै थियो भन्दा जस त्यो ट्रेन स्टेसनमा काम गर्ने मान्छेले चाहिँ मलाई के भन्दै थियो भन्दा यसरी भिडियो नबना होइन, त्यो फ्ल्यास लाइटले गरेर चाहिँ ड्राइभरहरू चाहिँ कन्फ्युज हुन्छ भनेर चाहिँ त्यो मलाई चाहिँ त्यहाँ ट्रेन स्टेसनमा बस्ने मान्छेले भन्दै थियो। अनि यतापट्टि चाहिँ अर्को होइन त्यस्तै भनौँ न मान्छेले चाहिँ मलाई के भन्छ भन्दा कि त्यसले भनेको तैँले सुनिनस् भनेर भन्छ क्या। त्यो मैले सुनिरहेको छु, मलाई थाहा छ होइन ड्राइभर जुन साइडमा म देखाइरहेको थियो त्यो साइडको चाहिँ ड्राइभर निस्किन लागेको, फेरि ट्याप गऱ्यो भने चाहिँ यो ढोका खुल्छ होइन। त्यही कुरा चाहिँ मलाई थाहा थियो क्या
लाइक गाडी चाहिँ अर्को साइडमा आउँदै थियो होइन, अर्कोपट्टि। त्यही भएर चाहिँ मैले फ्ल्यास लाइट बालेरै भिडियो बनाउँदै थिएँ। तर त्यो मुला के भनौँ होइन, त्यसलाई त्यो चाहिँ अलिकति बाटो मात्र हुन खोजिरहेको थियो कि किन चाहिँ भिडियो बनाउँदैछस् भनेर। सो केही छैन, यस्तो भइरहेको छ होइन, यही हो डेली लाइफ। र यहाँ भनेको एक्सक्लाभेटरबाट चाहिँ माथि निस्किँदैछु। अब अहिले थाकिसकेँ होइन, अहिले त काम गर्न बाँकी नै छ। अब अहिलेदेखि भनौँ न 10 घन्टा काम हुन्छ, बेलुकाको 6 बजेदेखि लिएर बिहानको लगभग 4-5 बजेसम्म। सो लेट्स सी होइन के हुन्छ आज, त्यो कुराहरू पनि तपाईँहरूलाई देखाउँछु। यसरी नै चाहिँ मैले यो भिडियो चाहिँ किन बनाउँदै थिएँ भन्दा यसरी चाहिँ कार्ड ट्राभलको काम हुन्छ र त्यो कार्डभित्र पैसा भइसकेपछि त्यो आफै पैसा काटिने हो होइन। सो त्यो कुनै ठुलो कुरा होइन। सो लेट्स सी आज चाहिँ अरू के हुन्छ भनेर। सो आजको यो भिडियोको चाहिँ मेन च्यालेन्ज के थियो भन्दा पब्लिक जहाँनिर हुन्छ त्यहाँनिर गएर चाहिँ भिडियो बनाउन सकिन्छ कि सकिँदैन। सो हेर्नु होइन, यहाँनिर चाहिँ पब्लिकहरू छ होइन, र म चाहिँ उनीहरूको बिचमा चाहिँ भिडियो बनाउँदैछु। सो अब चाहिँ बिस्तारै लाज शरम सब हराउनुपर्छ र भिडियो चाहिँ यसरी नै बनाउनु पर्छ होइन। सो केही छैन होइन, अलिअलि चाहिँ अब त्यस्तो हुन्छ, तर केही भएन होइन। यिनीहरूको अगाडि पनि कन्फिडेन्टले बनायो भने कसैले केही गर्न सक्दैन होइन। किन भन्दा कसैले हामीलाई खान दिँदैन, कसैले लाउन दिँदैन, जे गर्नुपर्छ आफैले गर्नुपर्छ। सो अब चाहिँ यो कुराहरू चाहिँ हटाउनुपर्छ र म त्यसमा चाहिँ लागिसकेको छु तपाईँहरूलाई भने जस्तै। सो अहिलेको लागि चाहिँ अब काममा जाने बेला भइरहेको छ। सो काममा जाऊँ होइन, र अरू केही भयो भने म तपाईँहरूलाई देखाउँछु है। सो भिडियो चाहिँ हेर्दै गरौँ है। सो फाइनली गाइज आज चाहिँ होइन अब लगभग 11-12 बज्न लागिसक्यो, बल्ल चाहिँ मैले ब्रेक पाएँ है। र आज तपाईँहरूले हेर्न सक्नुभयो होइन, लाइक मैले ब्लगिङ स्टार्ट गर्न मात्र खोजिरहेको थिएँ होइन। अब यस्तो हुँदो रहेछ भन्ने कुरा त अब थाहा हुँदैन नि त। अब क्यामेरा खोले, एउटाले आएर भन्छ भिडियो बनाउनु हुँदैन, एउटा लेडिजले भने राम्रोसँग, अर्कोले भन्छ के भन्छ भन्दा तैँले सुनेन उसले भिडियो नबना भन्ने हो भनेर। सो यस्तै हो होइन। मैले उसलाई पछि भने यसो छ, ट्रेन्ड आएको त छैन नि त भन्ने कुराहरू गरेँ। पछि मैले आफै फ्ल्यास लाइट अफ गरेर चाहिँ भिडियो बनाएँ। सो यस्तै हुँदो रहेछ लाइफमा होइन। र अर्को कुरा आजको प्रगति भनौँ न, आजको एउटा मैले के काम गरेँ भन्दा भनौँ न मासमा चाहिँ बोल्न खोजेँ होइन। अब हुन त आज एक दिन बोलेर मात्र हुँदैन होइन, फेरि भोलि पनि बोल्नुपर्छ होइन। तर जे भए पनि एउटा स्टार्ट गरेँ होइन, डे 5 होइन। आज 5औँ दिनको भिडियोमा चाहिँ जे होस् एउटा त्यो स्टार्ट गर्नु भनेको मेरो लागि त धेरै ठुलो कुरा होला होइन। अब कतिले त पहिल्यैदेखि गरिरहेको मान्छेको त कुरा फेरि छुट्टै हुन्छ। सो यस्तै नै रह्यो आजको दिन होइन। र अब चाहिँ म कामको पनि कुनै दिन भिडियो चाहिँ तपाईँहरूलाई देखाउँछु फुल होइन। आजलाई चाहिँ अब यति नै गरौँ होइन। फेरि अर्को भिडियोमा भोलि नयाँ टपिकमा फेरि अर्को भिडियो केही लिएर आउनेछु। आजको लागि बाई बाई, सी यू नेक्स्ट भिडियो।